नमस्ते एभ्रिवान म तपाईहरुको कान्छा भाइ आज म चस्मा लाएर भिडियो लिँदैछु गाइज आज चाहिँ किन कान्छा भाइले चस्मा लायो भन्नु होला किनकि यहाँ हिउँ परिरहेछ नि त गाइज हिउँ परेपछि हिउँ परेको ठाउँमा चाहिँ चस्मा लाएन भने आँखा बिग्रिन्छ हैन तपाईहरु पनि हिउँ परेको ठाउँमा चाहिँ चस्मिन चाहिँ नहिँड्नु होला हैन नबस्नु होला जसरी पनि चस्मा लाउनै पर्छ जस्तो भयो पनि आँखाको सेप हुन्छ त्यही भएर मैले पनि चस्मा लाए आज अनौठो नमान्नु होला गाइज आशा छ तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी नागार्जुन जाँदैछौँ गाइज हैन नागार्जुन जाने बाटो चाहिँ त्यहाँबाट ठाडै भयो माथि जानुपर्छ नागार्जुनको हाइट चाहिँ 5053 रहेको छ भने यो चाहिँ दिङबुजी भइहाल्यो गाइज हैन दिङबुजीको हाइट चाहिँ त्यस्तै 43 44 होला यहाँको हाइट चाहिँ यहाँबाट देखिने हिमालहरू हेर्नुहोस् है गाइज यति बबाल छ माथि हेली आउँदैछ बेट चाहिँ यही छ एकछिन हेरौँ हैन तपाईहरुलाई पनि त्यो हेली देखाउँछु यति मरुभूमि ठाउँमा पनि हेली आकै गर्छ हैन किन भन्दाखेरि टुरिज्म एरिया भयो नि त हैन हेर्नुहोस् है गाइस हाम्रो खैरहरु चाहिँ यहाँ रेडी छ गाडी ड्राइभर हुनुहुन्छ मेरो आफ्नै दाइ यिनीहरु चाहिँ सबै रेस्क्यु गर्न आएको बिरामी खैरेहरुलाई चाहिँ लिन आउँछ अझै हिँड्नु सक्दैन अनि पैसा छ भने हेलीमा आउँछ जान्छन् क्या खैरेहरु चाहिँ गाइस धेरै टाढाबाट खैरेहरु आउँछन् घुम्नलाई हामी चाहिँ घुम्ने चलन छैन गाइस हामी पनि घुम्ने चलन गरौँ है किनकि अलि पैसा बचत गरौँ न त अहिले नै घुम्नु पर्दैन नि त अब 10 वर्षपछि घुम्दा नि भयो नि त हैन वर्षमा यसो 50-60 हजार खर्च चाहिँ जम्मा गरियो भने पुगिहाल्छ नि हामीलाई पनि इनफ मजाले घुम्नलाई हैन यहाँबाट देखिने भ्यूहरु प्रति देख्न सक्नुहुन्छ गाइस यति बबाल छ कि दिङबुजी बाट देखिने गाइस यो चाहिँ अब म माथि एकैचोटी माथि डिलमा गएर भिडियो सुट गर्छु अब कस्तो आउँछ हैन अब त्यहाँ पनि राम्रो देखेन एकैचोटी म माथि नागार्जुन गएर माथिबाट भिडियो लिन्छु गाइस है गाइज हामी चाहिँ अहिले दिङबुजीको अलिक माथि टपमा आइसक्यौँ यहाँबाट देखिने हिमालहरू देख्न सक्नुहुन्छ गाइज यति बजार छ कि यहाँ मान्छेहरूको किनकि यहाँ रेस हुन्छ नि त नाम चाहिँ एक दिन रेस यहाँ दिङबुजीमा एक दिन रेस हुन्छ अनि त्यही भएर धेरै मान्छे यहाँ थुप्रिन्छ त्यही भएर टन्नै देखिन्छ माथि देख्न सक्नुहुन्छ यति मान्छे बढिसक्यो त्यहाँ नाचेर त खुसी भएर मान्छेहरू होइन अब त्यहाँबाट माथि चाहिँ हामीलाई चाहिँ क्रस गरेर नाम चाहिँ निस्किने बाटो हो इम्जताल माथि नै पर्छ इम्जतालको थोरै माथि आइल्यान्ड पिक गइहाल्यो होइन त्यहाँबाट राउन्ड यस्तो गरेर जानुपर्ने हुन्छ गाइज र यहाँबाट देखिने हिमालहरू म स्वाट्ट तपाईँहरूलाई देखाउँछु माथिबाट घुमाएर माथि चाहिँ एभरेस्ट जाने हो यो साइड चाहिँ फेरुजी चाहिँ यसको सिधै तल पर्छ गाइज यसको मुनि चाहिँ यहाँ पनि गाउँ छ भनौँ न यति बवाल छ कि त्यहाँ चाहिँ साइकल माथि टपबाट माथिबाट तल्ल छेउसम्म पुर्याउन सकिने खतरा ठाउँ छ क्या यो ठाउँतिर यस्तो ठाउँमा होइन बाइक कुदाउनु पायो भने कस्तो होला डट बाइक कुदाउनु पायो भने गाइज है यति बवाल छ माथिको सानो बाटो देखिन्छ नि त्यो क्रस गरेर उता जानुपर्ने हुन्छ खौमाला पास भन्छ के पास भन्छ त्यहाँबाट उता जाने चाहिँ गाइज है म चाहिँ गएको छैन अब यहाँबाट सट्ट घुमाइदिउँ होइन यति दामी छ कि यहाँबाट देखिने यति धेरै मान्छे छ कि यहाँ बजार नै छ बजार नै है माथि हेर्नुहोस्
गाइज हामी चाहिँ आधा बाटो पुगिसक्यो तपाईँ देख्न सक्नुहुन्छ है। त्यहाँबाट आएको हामी कतिपय मान्छे चाहिँ त्यहाँसम्म आउँदो रहेछ, त्यहाँदेखि फर्किँदो रहेछ। सक्दैन यति उकालो छ कि यति उकालो छ कि उकालोमा हिँड्नै सक्दैन। आज लगभग थियो होला मान्छे यहाँ 1200 जना भन्दा बढी। तर देख्न सक्नुहुन्छ पोका साँच्चै पनि मान्छे तल होइन कति छन्, कति माथि गएको छन् अझै पनि। हामीलाई लगभग यहाँसम्म आउनुलाई 2 घन्टा लाग्यो होइन गाइस। अब यिनीहरू चाहिँ यहाँदेखि फर्किने सरसल्लाह गरिरहेछ। यहाँदेखि भ्यूहरू देख्न सक्नुहुन्छ गाइस, यति बवाल छ कि है। हामीलाई चाहिँ यति दामी नजिकबाट देखिरहेछ है। लेट्स सी अब कति समय लाग्छ हामीलाई माथि। अब माथि गएर एकैचोटि माथि गएर म भिडियोहरू सुट गर्छु है गाइस। कुनै चाहिँ माथि टप लिएर पनि फर्किसकेको छ। हामी चाहिँ बिस्तारै तर कन्टिन्यू भइरहेछौँ नि त, धेरै बिसा छैन है। चिसो चाहिँ यति चिसो छ, हावा चाहिँ चलिरहेको छैन अहिले खासै। चल्नु चाहिँ चलिरहेको छ, थोरै चलिरहेको छ गाइस है। ग्लासियरहरू देख्न सक्नुहुन्छ गाइस त्यहाँ है। सबै त्यो चाहिँ हिउँ आइस हो है। यति दामी छ कि यति दामी छ। मलाई चाहिँ लागिरहेको थियो त्यहाँ चाहिँ तालहरू पोखरेर छ जस्तो लागिरहेको थियो, होइन रहेछ, पोखरी छैन रहेछ गाइस है। यति दामी छ हिमालहरू। चट्ट जाउँ अलिक छिटो होइन, तर लेखमा चाहिँ यति हतार गरेर हिँड्नु हुँदैन नि गाइस। बिस्तारी तर कन्टिन्यू हिँड्नुपर्छ, पुगिहाल्छ। एकदम म छिट्टो पुग्छु भनेर कुदेर गयो भने सास भरेर खुट्टाहरू थाक्छ होइन। त्यहाँदेखि हिँड्नै सकिँदैन, त्यहाँदेखि टप लिनु सकिँदैन, फर्किनु पर्ने हुन्छ गाइस होइन। हेर्नुहोस् त्यति रमाइलो छ कि गाइस। म चाहिँ आइसकेँ, तपाईँहरू पनि आउनुहोस् होला है। यति दामी भ्यू छ कि यहाँबाट। राम्रो फोनहरू राम्रो क्यामेराहरू लिएर आउन सक्नुहुन्छ है गाइस। राम्रो फोनहरू ल्याउनु भयो भने चाहिँ भ्यूहरूको फोटोहरू भिडियोहरू लिन सक्नुहुन्छ नि त गाइस होइन। थोरै कुदेको थिएँ, सास भइरहेको छ है। यति दामी छ कि सेतै हिमाल हो है। त्यहाँ आइलाम पिक हो, त्यहाँ आइलाम पिकमा पनि आइलाम पिक आधी बाटोसम्म चाहिँ भोगाएको चाहिँ गाइस। त्यहाँ आइलाम पिकमा मान्छेहरू गइरहेको रहेछ, सानो देखिन्छ माथि सेतो माथि है। अब पछि हामी पनि चढ्छौँ है त गाइस। त्यहाँ चढेको भिडियो पनि म तपाईँहरूलाई देखाउन चाहन्छु, तर समय लाग्छ नि, मौका पाउनु पऱ्यो नि त गाइस होइन। आफै गएर चढ्नु मिलेन, गेसर हुनु पऱ्यो। आइफाइहरू पनि चढ्नु पनि मिल्छ, तर पैसा हुँदैन होइन, धेरै महँगो हुन्छ नि त। हिमाल चढ्नु सोच्नु हुँदैन नि त गाइस। खैले लगभग 50-60 लाख तिर्छन्, अनि छुट्टै उनीहरूको पैसा पनि खर्च हुन्छ। यता माथि कम्पनीलाई मात्रै 40-40देखि 60 लाखसम्म तिर्दो रहेछ। यसो मैले थाहा पाउँदाखेरि चाहिँ गाइस है, नेपालीले त अलिक सस्तै हुन्छ, 20-25 लाखमा चढ्न सकिन्छ अरे भन्ने चाहिँ थाहा पाएको छु अलिअलि होइन गाइस। किनकि हाम्रै नजिकको मान्छेहरू पनि धेरै एभरेज चढ्ने क्लाइमरहरू छ नि त। ल गाइस अब एकैचोटि माथिको भिडियोसँग जोड्न चाहन्छु म। फाइनली गाइस म चाहिँ नागार्जुन टपमा आइसकेँ। हाम्रो ग्रुपहरू चाहिँ तलै छुट्यो किनकि सकेन बुढाबुढीले, अनि गाइड पनि तलै बस्नुभयो। अनि म मात्रै है। यहाँबाट देख्नु सक्नुहुन्छ अहिले चाहिँ धेरै कुहिरो आइरहेको छ होइन, एकदम डरलाग्दो छ। यहाँ माथि सुकुम हो, खैरहरू देख्न सक्नुहुन्छ। धेरै कम मात्रै आउँदो रहेछ यहाँ चाहिँ गाइस, किनकि धेरै आएछ नि त। यहाँ 5000 भनेको धेरै आयो होइन, त्यही भएर मान्छे धेरै कम आउँछन्। यस्तै भइहाल्यो आज होइन, तर माथि त राम्रो देखिन्छ है गाइस। धेरै कम मात्रै आइरहेछ गाइस यहाँ, तर मान्छे तलबाट सुरु मान्छे टन्नै थियो, 10-1200 जना जति नै होला। बजारे जस्तो क्या मान्छे त आमा यति बाफ्रे। यहाँ रहेछ हुन्छ नि 2 दिन बस्छन् मान्छे यहाँ, त्यही भएर धेरै नै हुँदो रहेछ। दिङबुझेर नाम्चेमा चाहिँ गाइस, अनि गोरखसेमाथि पनि टन्नै हुन्छ मान्छेहरू। ल गाइस अर्को भिडियोमा भेटौँला।